सायद यो जन्ममै फेरि भेट नहोला हाम्रो, त्यसैले बिदा हुनु अघि केही शब्दहरू भन्न चाहन्छु तिमीलाई। आज जहाँ छु म तिम्रो ठुलो हात छ मेरो कथामा, म यहाँसम्म दिएका हरेक ती मेरा अधुरा पंक्तिहरूमा तिम्रो अस्तित्व रहिरहन्छ। प्रिय मान्छे, म सोच्छु कहिलेकाहीँ हामी त अलग अलग कहानीका पात्र थियौँ, तर संयोगवश एउटै पानामा भेटिएका। सायद मेरो मुटुको अंशले तिम्रो न्यानोपन खोज्नु थियो र तिम्रो घाउले मेरो मौनमा शान्ति भेट्नु थियो। छोटो समयका लागि पात्र भएर नै